मलाई त भिडियो बनाउँदा साह्रो लाज लाग्छ साथी। तपाईहरुलाई पनि लाग्छ कि लाग्दैन हैन, तर मलाई चाहिँ तेरो ब्लगर बन्छिस भनेर बुढोले एकतिर सपोर्ट गर्दैन। एकदम खुसी लाग्छ मनैदेखि तपाईहरुलाई चाहिँ हैन, मुटु कलेजदेखि थ्यांक यू सो मच भन्न चाहन्छु साथीहरु। चुप्पा चुप्पा। साथीहरु नमस्ते, वेलकम माई युट्युब च्यानल ब्याक टु ब्याक। तपाईहरुकोमा चाहिँ नयाँ भिडियोहरु लिएर आइरहेको छु। आज चाहिँ मेवा खाने मेरो श्रीमानले मेवा लिएर आउनु भएको छ। कोही कामबाट ल्याउनु आउनुभयो थाहा छैन, तर मेवा चाहिँ एकदमै स्वास्थ्यको लागि हैन, स्वास्थ्यकर फल हो। त्यही भएर मैले चाहिँ भिडियो बनाउनु भनेर मन लागिगयो। यसको जुस बनाएर खान्छन् पातको हैन, क्यान्सरसँग लड्न सक्ने क्षमता हुन्छ अरे त्यसको चाहिँ। मैले पनि अब हेरेकै हो, खाएको चाहिँ छुइनँ, तर एकचोटि बनाएर खाएँ। एकदमै तितो हुन्छ साथीहरु त्यसको पत्ताको चाहिँ हैन, तर फलको चाहिँ गुलियो हुन्छ है साथीहरु। मैले काटेर रेडी पनि बनाइसकेको छु। अब जे खाएको पनि लाएको पनि जेसुकै गरेको पनि उयो भिडियो बनाउँछु भन्नुहुन्छ। नानी आउनु यहाँ भन्नुहुन्छ होला कि साथीहरु, तर बनाउनु चाहिँ पर्छ है साथीहरु। एकदमै गुलियो रहेछ साथीहरु। भन्दा नि खासै गुलियो त हैन। तपाईलाई गुलियो भयो? कहाँबाट ल्याउनु भएको? कहाँबाट ल्याउनु भएको? ए माथि घरको पो खासै गुलियो खाउँ ठिकै। एकजना चाहिँ मजाले खायो साथीहरु। अब यो चाहिँ भोलि खाने। एकै दिन भिटामिन एबिसी रिजेक्ट धेरै खानु हुँदैन क्या साथीहरु, त्यसै भएर भोलि खाने हो चाहिँ तासी ओरी राख्ने मजाले। मलाई त भिडियो बनाउँदा साह्रो लाज लाग्छ साथीहरु। तपाईहरुलाई पनि लाग्छ कि लाग्दैन हैन, तर मलाई चाहिँ साह्रै लाग्छ कि मेरो चाहिँ प्रब्लम हो। तपाईहरुकोमा के छ प्रब्लम हैन, मलाई चाहिँ एकदम धेरै लाज लाग्छ। अब बुढैसँग लाज लाग्छ त अरूसँग त झन् के नलागोस् हैन। यस्तो पनि छ जिन्दगी। कसरी युट्युबर भन्नु, न भ्युज पुग्छ, सब्स्क्राइब पुगे पनि भ्युज पुग्दैन। कहाँबाट ल्याउने भ्युज? फल्नालाई हेर्दैन, डिस्कानालाई हेर्दैन भन्नु भने पनि रोमान्टिक खालको छैन। आफ्नै पोइले हेर्दैनन्, अरू त कसले हेर्छ भाइ? मेरो बहिनीहरूले चाहिँ हेरिदिन्छ है, तर अरूले त हेर्दैन। मेवा सेवा खाइयो हैन गाइज। अनि हेर्नु मकै बारी हाम्रो। मेरो चाहिँ जिन्दगी अब कति न धेरै सुँगुर पाले जस्तो हैन गाइज। सुँगुरको चारो खोजेरै जानेको। म यसरी मकै बारीभित्र पसेको छुइनँ। पस्न चाहिँ मेरो श्रीमानले सधैँ कराउनुहुन्छ, त मकैबारी आफ्नो खेतीबारीमा पस्दिनस् हेर्दैनस् भन्नुहुन्छ। गोड्नु चाहिँ मैले नै गोडेको है साथीहरु। यति धेरै मकै हैन, मैले नै गोडे। मेरो श्रीमान ड्युटी हुनुहुन्थ्यो त्यति बेला चाहिँ, अहिले त ड्युटी छैन। अनि यति धेरै गोडे, तर म फर्केर चाहिँ आइनँ, किनभने एकदम धेरै घनार छ नि त। यस्तो घनार हैन। अब गाउँमा चाहिँ यही हो रमाइलो, काम गरो खायो, बेला बितेको पत्तै हुँदैन भन्नुहुन्छ भने साथीहरु। म भिडियो बनाउन भ्याउँदिनँ क्या, भिडियो बनाउन। अनि अब मलाई फेरि त्यस्तो रोमान्टिक कुराहरू गर्नु पनि आउँदैन। अब कसरी गर्ने त रोमान्टिक कुरा पनि हैन, मलाई त आउँदैन। हँसाउन रुवाउन हैन, त्यस्तो बनाए पो भिडियो पनि चल्छ, मजा नै आउँछ हेर्नेलाई। आफू त मलाई अमेरिका मलाई जापान पनि यही भन, सुँगुर चारो खोजो बसो त्यसका बाजे
यो फिल्टरले गर्दा हो क्या अलिक गोरी गोरी देखिएको छु राम्री राम्री गाउँकी छोरी हो साथीहरू ढिँडो खाएर हुर्के कि होइन तर एकदमै म चाहिँ काली छु तर यो फिल्टरले एकदम राम्री ब्युटिफुल देख्छु घरिघरि त मलाई यो भ्लग बनाउँदै कसैले प्रपोज गर्छन् कि जस्तो लाग्छ क्या प्रपोज गरिहाल्यो भने त भाइ बुढो पहिले मार्छ नि त सिधा भनेर हेप्दै भरे के कानेर छोडपत्र दिएर जहिले पनि तँलाई मलाई बस्नु मन छैन भने जान त छोडेर भन्नुहुन्छ त्यही माथि अनि त्यसरी अहिले तपाईहरुसँग म फेरि गफ लडाउँदै बसिरहेको छु मकैबारीभित्र यस्तो गर्मी छ नि साथीहरू अब मान्छेको छेउमा भिडियो बनाऊँ भने लाज लागिहाल्ने यसरी मकैबारीमा जङ्गल भने अलि टाढा छ अलि त गर्मीले जङ्गल पनि जान सकिँदैन साथीहरू अनि के गर्नु अब कसरी बन्ने त यस्तो मान्छेले ब्लगर तेरो ब्लगर बन्छस् भनेर बुढोले एकतिर सपोर्ट गर्दैन मन पराउनु हुन्न खासमा यस्तो भिडियो बनाएको धेरै टिकटक बनाएको नि मन पराउनु के गर्नु गाइस दुःख पो छ त दुःख चाहिँ भन्नु मिल्दैन यो चाहिँ श्रीमतीलाई अलिक केयर गरेको भनिन्छ हैन श्रीमतीलाई केयर गरेन भने फेरि छाडा हुन्छ अरे के छाडा गाई भनेको नि त्यस्तै हुन्छ अरे त्यही भएर उहाँले केयर गर्नुहुन्छ मलाई चाहिँ खुसी लाग्छ अब त्यस्तो दुखी चाहिँ छैन समा चाहिँ हैन साथीहरू अहिले अब यसरी भिडियो बनाउँदै मेरो कति मिनेट जाने हो तपाईहरुलाई मेरो कथा सुनाउँदै बेरा सुनाउँदै पुनाम भनेर मकैबारी हैन चोकमै छ घर के चोकै थर्कायो भने फेरि यसको बुढी त मकैबारीमा हराउन थाल्छ भन्छन् होला साथीहरू त्यसैले मैले चाहिँ छोटो मिठो भिडियो बनाएँ हैन आफ्नो कुराहरु शेयर गरेँ अब थ्यांक यू सो मच सबैजनालाई हैन मसँग नयाँ जोडिराख्नु भएको छ खुसी लाग्छ अनि तपाईहरु जस्तो नयाँ जोडिएर मलाई हौसला मिल्छ मेरो वाचिङ टाइम नपुगे पनि हैन अनि मेरो भ्युजै नपुगे पनि नयाँ साथीहरु दिनदिनै जोडिराख्नु भएको छ एकदम खुसी लाग्छ मनैदेखि तपाईहरुलाई चाहिँ हैन मुट्टु कलेजदेखि थ्यांक यू सो मच भन्न चाहन्छु हृदयदेखि नै त्यति राम्रो बोल्न पनि आउँदैन मलाई चाहिँ हैन अब ट्यालेन्टेड छुइनँ पढेको छुइनँ अब उहिलेको जमानामा अहिले बुढी भइसके उहिलेको जमानामा त्यही 1-2 क्लास पढेको मलाई इंग्लिश पनि आउँदैन है साथीहरु त्यही भएर है थ्यांक यू सो मच भन्दै साथीहरु तपाईहरु सबैजनालाई हैन मसँग नयाँ जोडिँदै हुनुहुन्छ भने थ्यांक यू सो मच भन्न चाहन्छु अनि तपाईहरु पनि नयाँ हुनुहुन्छ भने मलाई पनि सब्स्क्राइब गरेर साथी बनाएर हेर्नुहोस् म पनि तपाईहरुलाई तपाईहरुसँग साथी बनिन्छु हैन अब त्यो अब बोल्न आउँदैन यस्तो पाकिन जस्तो भन्नुहुन्छ भने नि भन्नुहोस् तर पनि मसँग चाहिँ साथी चाहिँ जोडिनुहोस् ल इन्टरटेनमेन्ट बोल्न आउँदैन रोमान्टिक कुरा गर्न आउँदैन के गर्नु साथीहरु जे छ त्यही छ मकैबारीमा बसेर गफ लडाई भन्नुहुन्छ होला अब जे छ त्यही बोले हैन साथीहरु अब चाहिँ म खरा रात परिसक्यो अहिलेको 5 बजिसक्यो खाना नि पकाउनु पर्छ घरमा 2 जना छौं खाना नपकाए हुँदैन सुँगुला चारो नपकाए हुँदैन सुँगुला चारो नखोजी हुँदैन घर धन्दा नगरी हुँदैन छोरी मान्छे भएछि हैन त्यही भएर यसमा झुन्डेर बस्न नि मिल्दैन तँलाई खाल्दैन तँलाई भ्लग बनाएर यति पैसा कमाउनिस् नि तेरो पैसा नि चाहिदैन म चाहिँ हैन चारो खोज्नतिर लागे थ्यांक यू सो मच भन्दै बाइ बाइ फेरि भेटौँला अर्को भिडियोमा है त साथीहरु चुप्पा